ल साथीहरू, म चाहिँ अब यहाँ काठमाडौँतिर चिया खान जान लागेको। गाउँदेखि आएको भर्खर हिँड्दै हिँड्दै अब हेर्नु, अब म काठमाडौँ झर्दैछु। काठमाडौँको सिन खोला तरेपछि काठमाडौँ हो कि फेरि, हुन त यता मूल पानी हो। काठमाडौँ त सबै काठमाडौँ हो, तर हाम्रो खोला तरेपछि हाम्रो गोकर्णेश्वर लाग्छ है हाम्रो। यो चाहिँ हाम्रो काँडाघारी एरिया, मूलपानी एरिया पर्छ होला सायद यो खोला तरेपछि के। यो हाम्रो गोकर्ण अनि कागेश्वरी हो कि के भन्छ यतापट्टि जस्तो लाग्छ। वाउ, पहेँलो पुल जाँदैछौँ हामी। ल अब चाहिँ सहरतिर लाग्यो। सहर झर्दैछु है म चाहिँ। अब यहाँबाट चाहिँ पुरै सहर सुरु हुन्छ, जहाँनिर गोकर्णेश्वर र कागेश्वरी मनोहराको सिमानाबाट हामी जाँदैछौँ। आज बाइक नल्याएको, हिँड्दै हिँड्दै आएको। कति हिँड्नु, दिन बिहान जाऊ बाइकमा, बेलुका आऊ बाइकमा, दिनभरि काम गर गाडीमा, अनि शरीरलाई नि एक्सर्साइज चाहियो नि त। अब हामी जाँदैछौँ पुलबाट। हाम्रो टेम्पोले टन्न मान्छे हालेर हिँड्दैछ। यता बागमती खोला सुनसान छ बर्खा लाग्दा पनि। हामी जाँदैछौँ पुल। ओ दाइ ल हजुर आराम। कता हिँड्नुभयो? यतै हो, यही हो, नयाँ बस्तीमै हो। ए यतै हो माथि अहिले? ए हुन्छ दाइ। हामी यहाँबाट जाँदैछौँ यस्तो राम्रो पुलबाट। यता बागमतीको सिन यस्तै राम्रो छ भने यहाँको मिठो छ। यता बागमती त यस्तो भइसकेको छ, अहिले त सुनसान छ। कोही बेला त्यो पुल नै छुने गरी पानी आउँछ। हिँड्दै हिँड्दै होइन, यस्तो राम्रो मौसममा बाइकमा फेरि यस्तो हिलो उछिटाउँछ मेरो, फेरि जिउभरि हिलो उछिटाउँछ। त्यस्तै छ माथि फेरि बाटो पनि। ल यस्तो रमाइलो छ झन्। यो भित्र झन् यस्तो राम्रो बाटो छ, मजा आउँथ्यो यो भित्र झन् त हुन्थ्यो। अल्छी लगाइरहेछ कि गइदिने हो, गइदिउँ है एकचोटि सानो पारेर। यहाँ हाम्रो रिकन्डिसनै छ यो एरिया त, सब बाइक रिकन्डिसन तल खोलासम्मै। ओ यहाँको बाटो नै बबाल छ क्या। यहाँको त यो हो नि त हाम्रो